हेलो गाइज, वेलकम टु माई रबिन एडभेन्चर कास्ट। हजुरहरूलाई आज नेपालकै प्रसिद्ध रावा खोलाको दृश्य प्रस्तुत गर्दैछौँ। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने रबिन एडभेन्चर कास्टलाई सब्सक्राइब गरेर हाम्रो परिवारमा जोडिनु नभुल्नुहोला। है त, भिडियो मनोरञ्जन लिनुहोला। रावा खोला यसै नै प्रसिद्ध खोला हो, किनकि यहाँको असला माछा नेपालमै प्रसिद्ध रहेकोले गर्दाखेरि रावामा माछा मार्न र पौडी खेल्न मनोरञ्जन लिनको लागि हामी आज रावा आएका छौँ। र यहाँको पानी एकदमै चिसो अनि सफा हुने भएकोले गर्दाखेरि यहाँ स्विमिङ गर्नलाई एकदम रमाइलो हुने गर्दछ। आज हाम्रो टोली रावामा स्विमिङ गर्दैछ। हामी 4 जनाको ग्रुप भएकोले गर्दाखेरि एकजना क्यामेराम्यान हो भने हामी 3 जना स्विमिङ गर्न ट्राई गर्दैछौँ। यहाँको पानी हजुरहरू देख्न सक्नुहुन्छ र वरिपरिको वातावरण पनि देख्न सक्नुहुन्छ। अति नै मनोरञ्जन लिनको लागि एकदम राम्रो भएकोले गर्दाखेरि हामी आज रमाउँदैछौँ। र मलाई चाहिँ एकदम रनको लाग्यो होइन, गहिरो पनि छ। अब खेल्न नजाँदाखेरि डुबिन्छ भन्ने डर पनि भएकोले गर्दाखेरि हल्का यसो खेल्दै गएको। र यहाँको पानी देख्दाखेरि पौडी नखेलिकन बस्नै सकिन्न कि, त्यसले गर्दाखेरि यो दृश्यले मनै लोभ्याउँछ। हजुरहरू हेरेर कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिन नभुल्नुहोला। दामी छ हाम्रो रावा बेसी। यो वरिपरि देखिएको चाहिँ अङ्चुर बेसी अनि सावा कटरे, टाकिटार यस्तै रहेको छ। यहाँ अहिले धानबालीहरू एकदम भएकोले गर्दाखेरि रमाइलो छ। जे होस्